मलेसिया समयअनुसार गुड मर्निङ सम्पूर्णमा म श्याम मगर पूर्वी रुकुम पुठार गाउँपालिका 10 भूमिरवान हाल मलेसिया जोरबारदेखि आशा छ योभन्दा पहिला जति पनि अभियानहरू चलाएका थियौँ बिरामीहरूको लागि जति पनि त्यतिखेर जोडिनु भएका र त्यतिखेर जोडिन छुट्नु भएका तपाईँ सम्पूर्ण सहयोगी मनहरूले पक्कै पनि यो भिडियो भेटेर 1-2 रुपियाँ 1-2 दिनको खाजा खर्च छुटाएर पक्कै पनि सहयोग गर्नुहुनेछ। अस्ति नै मलाई चाहिँ मेसेज चाहिँ गरेको थियो हाम्रो भतिजहरूले अङ्कल यस्तो यस्तो भएको छ अरे भनेर। हुन त मैले सहयोग अभियानहरू धेरै लामो समय नै भयो, धेरैको अनुरोधहरू अब स्वीकार पनि सकिँदैन। हामी पनि अब 4-5 महिनामा एक दिन खाजा खर्चहरू कटाउँदै राखेर नै हो हामीले पनि अरूलाई सहयोगहरू गर्ने, दुःख बिमारहरू सहयोगहरू गर्ने। हामी पनि धेरै नै अब अरू जस्तै लाखौँ लाख कमाउनेहरू होइन त, अब धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन भने जस्तै अब धेरै पैसा कमाउनेहरूले अब मन पनि हुँदैन होला। अब धेरै पैसा कमाउनेहरूको ठुल्ठुलै सपना हुन्छ होला, उनीहरू पनि पुरा हुँदैन। हामी पैसा नहुने धन नहुनेहरूले अब हरेक दुःख बिमारीहरूलाई अब फेरि आफ्नो त जिन्दगीमा पनि त्यस्तै परेको, बुढीलाई त्यत्रो दुईचोटि अपरेसनहरू गरेको, बुढाको पनि पछि क्यान्सरहरू भयो, त्यस्तै भएको भएर होला। अब पैसाहरू नभए पनि यस्तो दुःख बिमारहरूको अनुरोधहरू आउँदाखेरि नाइ भन्न सकिँदैन। र पहिलादेखि धेरैवटा अभियानहरू चलाएकै थियो सहकार्य गरेर। फेरि यसपालि पनि गाविसको हिसाबमा चाहिँ 7 नम्बर थियो, अहिले चाहिँ हाम्रो पुठात्रङ गाउँपालिकाको हिसाबमा चाहिँ 11 नम्बर पर्छ, हामी चाहिँ 10 नम्बर पर्छ। उहाँ चाहिँ सङ्गम दाईहरूले भिडियो उठाउनु भएको रहेछ, अनि त्यहाँदेखि उहाँको बहिनीहरूसँग पनि कन्ट्याक्ट भयो र मैले चाहिँ यो भिडियो अलि लामो नै भयो, झ्याउ नमानेर लास्टसम्म सुन्नेहरूले। अब यहाँ हामी पनि अभियान सञ्चालन गर्नको लागि अस्ति नै हाम्रो भतिजले यहाँ मलेसियामा ग्रुप पनि बनाएको थियो, अनि त्यही ग्रुप मार्फतै अनि मैले हिजो एउटा पोस्ट गरेको छु। र यहाँ हामी मलेसिया बस्नेहरूले नरेश भतिजलाई भए पनि मलाई भए पनि सम्पर्क गर्नु होला। केही 1-2 पैसा सहयोग गर्न चाहनुहुन्छ भने यस्तो दुःख बिमार सधैँ एकजना मात्र पर्छ भन्नु छैन। हामी आज ताजी टुर्की आज राम छौँ भन्नु छैन, भोलि हामीलाई पनि हुनसक्छ। त्यही भएर 1-2 रुपियाँ सहयोग गर्न चाहनुहुन्छ भने मलेसियामा, किनभने त नभए डाइरेक्टै उता नेपालमै पठाइदिए पनि हुन्थ्यो। यहाँ जम्मा गर्नुको कारण भनेको चाहिँ अब जस्तै मैले 100 रुपियाँ पठाएँ भने चार्ज 10 रुपियाँ लाग्छ होइन। अनि चार्ज 10 रुपियाँ लाग्यो भने 10 रुपियाँ नेपालमा म्याक्सिमम पनि एक दिनको खाजा खर्च नै पुग्छ चार्जले नै। त्यही भएर यहाँ कलेक्ट गऱ्यो भने यहाँ जुनसुकै ब्याङ्कबाट पनि हामी डिपोजिटहरू यहाँ जम्मा गऱ्यो भने त्यो एक-एकजनाले पठाउने चार्जले पनि नेपालमा धेरै ठुलो कामहरू गर्छ। त्यही भएर हामी यहाँ जम्मा गरेर अस्ति नरेश माइलाले ग्रुपमा जानकारी दिएअनुसार सल्लाह गरेअनुसारमा चाहिँ हामी यो चैतको 26-27 तिर चाहिँ यहाँको सेलरीहरू सब कम्प्लिट आउँछ। चैतको 26-27 सम्म के कति सङ्कलन गर्न सकिन्छ, के कति जम्मा गर्न सकिन्छ एकैचोटि जम्मा गरेर पठाइदिनेछौँ है त। तर पोस्टहरू चाहिँ बारम्बार हुने नै छ, तपाईँहरूले सहयोग गरेको जति है त। सबैजनाको दिन शुभ रहोस्।